हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो भ्लगमा। र यो चाहिँ भ्लग दिवाली भ्लगको पार्ट 2 हो। म चाहिँ ड्युटीबाट आएर पनि रेडी भएर लक्ष्मी पूजा पुजिसकेँ हो। अनि मैले सबै दियोहरू बालेर अनि म चाहिँ बाहिर पनि दियो बाल्दिनु भनेर चाहिँ दियोहरू सजाउनुतर्फ लागेँ हो। अनि दियो सजाएर चाहिँ अनि फेरि मेरो अरू काम पनि थियो नि त, यति मात्रै थिएन हो। अन्त फेरि मैले लक्ष्मी पूजा पुजिसकेर सबै प्रसादहरू चढाइसकेर चाहिँ मेरो काम थियो बाहिर दोकान जाने हो। किनभने चाहिँ सबैले चाहिँ मलाई दिवालीमा चाहिँ गिफ्ट दिएको थियो नि त। यहाँनिर चाहिँ कस्तो छ भने चाहिँ अब जति पनि हामी जान्नेहरू छ आफन्तहरू, अब सबै एक दुस्रालाई गिफ्टहरू सेयर गर्छ नि त। अन्त त्यही भएर चाहिँ मलाई चाहिँ यहाँनिर बस्ने मतलब सबैजनाले चाहिँ गिफ्ट लिएर दिएको थियो। अनि मैले चाहिँ केही पनि लिएको थिइनँ हो। अनि त्यही भएर म चाहिँ मार्केट गएँ हो गिफ्ट प्याक ल्याउनुको लागि। अनि अब जे छ त्यही हो, सानोतिनो त गिफ्ट प्याक ल्याउनु जाँदैछु। यहाँ जाँदै गर्दाखेरि त्यस्तो डर लाग्दो पटाका पड्काइरहेको थियो बर्थडे के भन्नु त्यसलाई। अब यहाँ चाहिँ हाम्रो कलोनी चाहिँ यस्तो मजाले सजाइरहेको छ हो। अनि म चाहिँ गिफ्ट प्याक लिएर पनि आइसकेँ। अनि अब चाहिँ म दिनुको लागि चाहिँ छुट्याउँदैछु। अन्त गिफ्ट प्याक दिइसकेर चाहिँ म चाहिँ घरमा आएँ। अनि घरमा आएर चाहिँ मलाई माथि दिदीकोमा जानु थियो हो। सबैभन्दा माथि बस्दा हो नि त ऊ चाहिँ। अनि म चाहिँ त्यहीँ गिफ्ट प्याक दिदीलाई दिइसकेर चाहिँ म चाहिँ सिधै छतमा जान्छु पटेका पड्काउनु भनेर सोच्दैछु हो। अनि म चाहिँ आज यस्तो डरलाग्दो थाकिरहेको थिएँ कि ड्युटी गएर पनि फेरि घरमा आएर हो। अन्त ड्युटी नगएको भए त त्यस्तो थाक थिइनँ। अन्त म चाहिँ यहाँ दिदीहरूकोमा गएँ, गिफ्ट प्याक दिएँ दिदीलाई हो। अन्त गिफ्ट प्याक दिएर आएर चाहिँ पटेका पड्काउँदै रहेछ सबैजनाले हो। अनि लास्टमा चाहिँ बलुन चाहिँ हामीले उडाउँदै थियो हो। तर बलुन चाहिँ ट्याक्कै उडेन किन सायद त्यसमा हावाको मतलब हावा चाहिन्छ नि त्यसलाई फुलिनुको लागि। अन्त एकछिन पक्रेर त्यतिकै राख्नुपर्छ, जबसम्म त्यसमा हावा पस्दैन। अनि यहाँ चाहिँ सबैजनाले हतार भइरहेको थियो किनभने सबै बिहान दिएको थाक पनि लाग्थ्यो। अनि यो चाहिँ लास्ट थियो मतलब बलुन लास्ट थियो उडाउनु पर्ने, सबै पटेका पड्काइसकेर। अनि यो चाहिँ ट्याक्कै उड्दै उडेन। अनि अङ्कलले चाहिँ राम्रोसँगले हावै नभरि फ्याँकिदियो हो। अनि फ्याँकेर चाहिँ हेर्नुहोस् न तपाईँहरूले अटक गया भैया। सबैजनाले चाहिँ छतमा बसेर हेरिरहेको थियो, उडेगा अलिक उडाइ नि। फेरि लास्टमा चाहिँ मैले यहाँनिर यस्तो घुम्नेवाला पटेका पड्काउँ भनेर लाइटरले जलाउँदै थियो हो। हातै पोल्यो ट्याक्कै भएन। त्यहाँबाट चाहिँ मलाई भाइले माचिस दियो। अनि माचिसले पनि जलाउँदै थिएँ, जलेन। यो चाहिँ लास्ट पटेका थियो हो हाम्रो दिवालीको। त्यहाँबाट फेरि लास्टमा जलाउँदै जल्यो। अब सही चला है ना? वाह, मस्त लग रहे हैं, मस्त सब जगह। अनि मेरो दिवाली चाहिँ यसरी बित्यो। हजुरहरूको कस्तो बित्यो कमेन्टमा भन्नुहोस् न ल। थ्याङ्क यू फर वाचिङ।